ल अब अगाडिको हेर्ने है। आज छ तपाईहरुको यहाँसम्म भइसक्यो चार्टसम्म। त्यसपछि यसको आवश्यक छैन। अब यहाँनिर हेडर, फुटर र पेज नम्बरहरु छ, टेक्स्ट बक्सहरु छ, अगाडिको कुराहरु छ। त हेडर, फुटर र पेज नम्बर यत नामैले थाहा भइरहेछ। हेडर भन्नाले हेडिङ भइहाल्यो, फुटर भन्नाले पेजको तल, त्यसपछि पेज नम्बरहरु राख्नु पर्यो भने त्यसको लागि। अब यो कसरी काम गर्छ त कुनै यस्तो कुराहरु जुन एउटै सबै पेजमा होस्। हेडिङ जुन दिनु छ सपोज मानिनु एक ठाउँमा लेखे तर त्यो सबै पेजहरुमा होस् भने त्यस्तो अवस्थामा हामीले हेडर फुटर युज गर्न सक्छौं। हेडर हेडिङको लागि भइहाल्छ, फुटर पेजको डाउनको लागि भइहाल्छ, फुटको लागि भइहाल्छ। ठीक छ, पेजको लागि मात्र युज हुन्छ। एउटा पेजको लागि होइन, हामी जति पेज लेखेको छौ एक ठाउँमा लेख्छु भने त सबै पेजमा आइहाल्छ। नत्र एउटामा गर्नु पर्यो भने त यसको त आवश्यकै छैन नि। एउटामा छ भने त आफैले मात्रै लेखिदिन्छु भने हेडिङ भइ नै हाल्यो। तर म चाहन्छु कि त्यही हेडिङ सबमा होस्। सपोज म यहाँ बडी पेज केही कुरा लेखेर राख्दै छु। सपोज यति छ, यसलाई धेरै पेज गर्नु पर्यो भने के गर्नु पर्छ? कपी पेस्ट गर्दाखेरि भइहाल्छ नि धेरै पेज। त कन्ट्रोल ले सिलेक्ट भइहाल्यो, कन्ट्रोल सी ले कपी भइहाल्यो, त्यसपछि तलतिर आएर कन्ट्रोल भी गर्छु भने पेस्ट भइहाल्छ। यो धेरै पेज भइहाल्यो। भी ले पेस्ट हुन्छ नि। कन्ट्रोल सी ले कपी, कन्ट्रोल एक्स ले कट र कन्ट्रोल भी ले पेस्ट। यो सबको लास्टतिर बराबर छैन भने बराबर गर्नले के गर्नु पर्यो त जस्टिफाई गर्नु पर्यो नि। जस्टिफाई गरिसकेपछि बराबर भइहाल्छ। जुन पहिल्यै कन्ट्रोल जे यहाँ छ सर्टकट, तर यतातिर छ नि यो जस्टिफाई गर्नलाई। त्यहाँ त छ। ठीक छ, यति त भइहाल्छ नि यो। अब यति भइहाल्यो भने मानिनु सबमा मलाई हेडिङ राख्नु छ प्रगति एजुकेसन सेन्टर भनेर, सबै पेजमा त्यो माथि देखाउनु पर्यो बुकमा भएको जस्तो। त के